खाना पकाउने ग्यासको आपूर्ति 1-2 दिनमै सहज हुने ओइल निगमको भनाई बोलीमै सीमित। बजारमा ग्यासको अभाव यथावत। यो एभिन्यूज टेलिभिजनको संकेत हो र तपाईं अहिले एभिन्यूज एट 7 मा हुनुहुन्छ। खबरको सिलसिला प्रारम्भ गरौं। बजारमा देखिएको खाना पकाउने ग्यासको अभाव यथावत सम्बन्धी प्रसंगबाट। बिक्री वितरण तालिका बनाएरै नेपाल ओइल निगमले ग्यास वितरण गरे पनि प्रभावकारी बन्न सकेको छैन। नेपाल ओइल निगमले भने पटक पटक ग्यास आपूर्ति सहज हुने बताउँदै आए पनि अवस्था जस्ताको तस्तै छ। बजारमा करिब 2.5 महिनादेखि ग्यासको चरम अभाव भए पनि नेपाल ओइल निगमले अझै पर्याप्त ग्यास वितरण गर्न सकेको छैन। यद्यपि निगमले आपूर्ति बिस्तारै सहज हुँदै गएको दावी गरेको छ, तर ग्यासको आपूर्ति सहज बनाउन निगमले चालेका कदम प्रभावकारी बन्न सकिरहेका छैनन् भन्ने पछिल्लो उदाहरण आइतबार ललितपुरमा ग्यास नपाएका उपभोक्ताको आक्रोशबाट प्रष्ट देखिन्थ्यो। ग्यास नभएर तपाईले हेर्नु जस्तै कि अब यत्रो लाइन बसिरहेछ, अब बिहानदेखि लाइन बसेर यस्तो गाह्रो भइरहेछ। खाना नपाएर मान्छेहरू होटेलमा खाँदै बसेछ। कोही अब मटेरियल पनि लिन पाएको छैन। अहिले त्यसमा धेरै नै अभाव भइरहेछ। यो ग्यासले गर्दा सबैलाई हानि भइरहेको छ। निगमले आइतबार ललितपुरका विभिन्न स्थानमा ग्यास वितरण गर्ने तालिका सार्वजनिक गरेसँगै ग्यास लिन बिहानै उपभोक्ता बिक्री केन्द्र पुगे, तर ग्यास पाउन नसक्दा निराश बने। सधैँ समस्या भयो। हाम्रो लागि 5:30 बजेदेखि लाइनमा आएर बस्यो होइन। अहिलेसम्म ग्यास आउन सकेको छैन। आए पनि पाउने हो कि होइन त्यो पनि थाहा छैन। बालबच्चा पालन गाह्रो भयो। योजना भनेर योजना भनेर ल्याउने हो, सबै कुरो यस्तै गर्ने, तर यो ठिक होइन। किनभने सर्वसुलभले दिनु भनेको चाहिँ नि अब बजारमा हुनु पर्यो। सरकारमा नेपालमा चाहिँ आएर चाहिँ सरकारले सबै दिन सक्नुपर्ने। यो योजना बनाएर यो सिमेन्ट बनाएर मान्छेले चाहिँ घुल गरेर चाहिँ जनताले छार हाल्ने मात्रै काम भयो, के पनि होइन खास। 4 चोटि भइसक्यो होइन ग्यास लिन आएको। एकपटक आयो 2 बजीसम्म लाइन बस्यो, त्यो आएन। त्यो कोमा लग्यो, भोलिपल्ट फेरि लाइन आयो। बिहान आउँदैन भने 3 दिनमा आउँछ भने 3 दिनको बेरमा हामीले फेरि ग्यास पाएन। अहिले फेरि आउँछ भने 6 बजेदेखि लाइन बस्न आइरहेको। 6 बजे पाउँछ कि पाउँदैन। माग अनुसार ग्यास दिन नसकेपछि विक्रेता पनि उपभोक्ताको आक्रोशको निशानामा परेका छन्। तर विक्रेताहरूले भने निगमले पर्याप्त ग्यास नदिएपछि आफूहरूले कसरी दिने भन्दै निगमलाई नै दोष दिए। लाइन पालोमै आएका छन् नि, बिल राखेर 15-20 दिन भएका छन् नि, तिनीहरू पनि 700 भन्दा बढी छन्। ग्यास आउँछ अरे 210 नेपाल, जम्मा 70 आयो अहिलेसम्म। ओम आयो 70, 140 ग्यास आएको छ जम्मा 2 थरी गरेर। ग्यास सहज बनाउन भन्दै आफैले ग्यास वितरण गरेको सरकार 2 दिनमै असफल भएपछि बिक्री केन्द्र प्रणालीमा केन्द्रित हुन पुगेको थियो। यसैबीच सरकारले आइतबारदेखि ललितपुरमा पनि बिक्री तालिका अनुसार ग्यास वितरण गर्ने तयारी गरेको थियो।